हेलो गाइज, वेलकम टु माई ब्लग। आज हामी चाहिँ होइन बुढाबुढी भएर हाट खोला सोमबारे बजार जान लागेको। आज चाहिँ जाडो छ कि जाडोमा चाहिँ माछा ल्याएर माछाको सुप बनाएर खाने भन्ने विचार छ हाम्रो बुढाबुढीको सल्लाह। अब बजार जाऊँ अनि हेरौँ त्यहाँ माछा कस्तो छ होइन। ठिक छ, जिउँदै जिउँदै छ भने चाहिँ लिएर आउनु पऱ्यो अनि ल्याएर पट्नाएर खानु पऱ्यो भन्दैछु म है त। बुढी तयारी हो? ल, यो चाहिँ सोमबारे बजार हो। यो तिजगढ नगरपालिका वार्ड नम्बर 2 एरियामा पर्छ। तर यो ठाउँमा चाहिँ पहिले पोखरी थियो, त्यो पोखरीलाई चाहिँ पुरेर यहाँ चाहिँ सोमबारे बजार स्थापना गरेको छ। तर भव्य रूपमा लागेको रुपचन 400 छ, त्यो उताको 250 यो 300। अब हामी चाहिँ यो कमन लानु पर्यो भनेको सबै त मरिसकेको छ सबै। 1 बजे माछा लिएर आएको अनि कति हाल्छ? कुन लाने हो? तोड्नु नि तोड्नु कति? कुन मिठो हुन्छ र? मिठो कमन माछा मिठो, कमन रौ त एकदम मिठो। 1 किलो अर्को पनि तोड्नु, 1 किलो पनि लाउनु। त्यो उठो लामो राम्रो हो, राम्रो हो नि। 1.5 किलो। ल अब हामी चाहिँ यो 1.5 किलो माछा चाहिँ रेडी गर्दैछौँ। हाम्रो सानो पिस केजु नारायण चौधरी स्पेसल बनाउनु है। बुझ्नु भयो? खासेर खुसी उसलाई भाइरल बनाइदिनु। उसलाई भाइरल यहाँ माछा अनि यता पनि माछा, अरू चाहिँ यतातिर होइन कृषि सबै सब्जी पसलहरू छ यो एरियामा। अनि यतातिर यो सब्जी पसल, अब यहाँदेखि उता चाहिँ कपडा पसलहरू छ होइन। होइन सामानहरू पनि किनिसक्यौँ, माछा पनि किनिसक्यौँ होइन। यहाँ बुढीले चिम्टीहरू पनि किन्यो। अब हामी चाहिँ घर जान लागेको हो। खोइ माछा देख बुढी, माछा 1.5 किलो लियौँ होइन कमन। अब लगेर यो जाडोमा चाहिँ पकाएर मजाले खाइने हो। एरियालाई चाहिँ हाट खोला भन्छ। पहिले त यतातिर ब्रिज बन्यो, सजिलो भएछ। अब यस्तै गर्दा यो गाईघाट फतेपुर सडकमा चाहिँ सडकको बाटोमा चाहिँ खोलाहरू धेरै पर्छ क्या। अझ यो बर्खाको हिउँदमा त दुःख सुख तरिन्छ नै, तर बर्खाको समयमा दुःख बिमार पऱ्यो भने चाहिँ यो खोलाले लास्टै दुःख दिएको छ यहाँको जनतालाई। अब सम्बन्धित निकायहरूले चाहिँ यसमा चाँडै पुल बन्योस् भनेर भन्न चाहन्छु र सम्बन्धित निकायहरूको चाहिँ पुल बनाउनेमा ध्यान आकर्षण होस् भन्नु भइसकेको छ। अनि यो चाहिँ कङ खोला हो। त्यस्तो पानी हुन्छ क्या। अहिले त हिउँदोमा त यस्तो छ होइन, बर्खामा यस्तो जनताले कति दुःख पाउँछ होला। मैले पनि एकताल बाइक यहाँ खोलामा बगाएको छु होइन। बर्खाको समय चाहिँ यो डेन्जर हो। त्यसमा पनि बनाउने पुरा ध्यान आकर्षण होस् है। नेताजीहरू सम्बन्धित निकायहरूको